हाई गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ आज सानो टिमीदेखि कालिम्पोङसम्मको यात्रा सुरु गरौँ है त। म चाहिँ अहिले दोलालघाटबाट मास्तिर कालिम्पोङ जाने बाटो आइसकेँ, किनभने मैले योभन्दा अगाडिको भिडियोहरू चाहिँ बनाउनु भ्याइन। हाम्रो कालिम्पोङ जाने प्लान चाहिँ अचानक बनेको थियो अनि मेरो मोबाइलमा चार्ज पनि थिएन, त्यसैले मैले सर्ट क्लिपहरू मात्रै क्लिक गरेको छु। कालिम्पोङ जाने बाटो चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। अनि जङ्गलहरूमा चाहिँ धेरै लाली गुराँसहरू पनि फुलेको रहेछ। 3-4 थरीको लाली गुराँसहरू चाहिँ फुलेको देखेको थिएँ मैले चाहिँ बाटोमा। यो चाहिँ रातो भयो, अरू चाहिँ क्लिक गर्न भ्याइन। अब एकछिन राइडलाई इन्जोय गरौँ है त। ल गाइस, हामी चाहिँ अब दोलखा जिल्ला प्रवेश गऱ्यौँ। अब यहाँबाट चाहिँ कति छ हामीलाई पनि थाहा छैन अझै। हिँड्दा यस्तो राम्रो ठाउँ आइपुग्यो गाइस। अब हामी चाहिँ यहाँ एकैछिन फोटो अनि भिडियोहरू क्लिक गर्छौँ अनि हाम्रो यात्रालाई कन्टिन्यू गर्छौँ। यो ठाउँ चाहिँ फोटो भिडियोहरू बनाउने स्पट नै रहेछ, किनभने यहाँदेखि चाहिँ सबैजना मान्छेहरू बस्दै फोटो भिडियो क्लिक गर्दै हुनुहुन्थ्यो। ल साथीहरू, अब हामी चाहिँ दोलखा भीमसेन दर्शन गरेर अब हाम्रो यात्रा कालिम्पोङतर्फ मोड्दैछौँ। हामी चाहिँ उकालो चढ्दै गर्दा केही दिन अगाडि कार एक्सिडेन्ट भएको थियो नि त। हो, त्योभन्दा यतापट्टि एउटा खोल्सामा चाहिँ हिउँ भेट्टाएर हामी चाहिँ फेरि रमाएर त्यहाँदेखि हामी थोरै हिउँ खेल्यौँ। अनि त्यसपछि त खेलेर चाहिँ यस्तो माथि उक्लिएको त डाँडाभरि हिउँ नै हिउँ रहेछ गाइस। फाइनल्ली हामी कुरी भिलेज इन्ट्री गरिसक्यौँ, अर्थात् कालिम्पोङ इन्ट्री गरिसक्यौँ। म चाहिँ यसरी दौडिँदै घुम्न थालेँ। अनि त्यहाँ बस्दा चाहिँ हामी एकैछिन भएको थियो, 5-10 मिनट बस्दै थियौँ कि। अनि त्यसपछि त हिउँ परेर हामी त अनि त्यसपछि त भागाभाग भयो। अब धेरै नै हिउँ पऱ्यो भने चाहिँ गाह्रो हुन्छ भनेर हामी चाहिँ अनि आफ्नो होटलतर्फ लाग्यौँ। अब यहाँबाट चाहिँ एकैछिन रहेछ होटल आउनुको लागि, थोरै तल झरेको थियो। अनि त्यसपछि त होटलहरू देखिहाल्यौँ। हामीले चाहिँ त्यही कुहिरो लागेको भएर चाहिँ नदेखेको रहेछ माथिबाट। हामीले चाहिँ हिजो नै सुनापति भन्ने होटल चाहिँ बुक गरेको थियो, त्यसैले हामी चाहिँ आज डाइरेक्ट हाम्रो होटलतर्फ जाँदैछौँ। फाइनल्ली हामीले चेक इन गरिसक्यौँ गाइज। अनि त्यसपछि त म चाहिँ यसै रुमतिर जाँदै थिएँ। अनि यहाँदेखिको यो हलमा भएको यो पेन्टिङहरू चाहिँ मलाई एकदम मन पर्यो। अनि मैले यसो भिडियोहरू पनि बनाइदिइहालेँ। हामी चाहिँ अब एकछिन फ्रेस भएर तल जानु आँटेको, किनकि दादाहरूले आगो बालिदिन्छु भन्नुभएको थियो। अनि हामी चाहिँ एकछिन आगो ताकेर खानासाना खाएर हामी रेस्ट गऱ्यौँ। यो चाहिँ हाम्रो नेक्स्ट डे बिहानै 6 बजे नै हाम्रो यात्रा सुरु गर्दैछौँ कालिम्पोङ माथि मन्दिरसम्मको यात्रा। यहाँदेखि चाहिँ एकदमै तुवालो लागेको छ, एकदमै धेरै जाडो छ गाइज। यहाँ जानको लागि चाहिँ हाम्रो होटल नजिकै रहेछ। अनि त्यसपछि त हामी चाहिँ अब एकैछिन हिँड्दैछौँ। त्यसपछि त हामी केबल कार आइपुग्यौँ, तर केबल कार त खुलेको नै नरहेछ, किनभने यहाँदेखिको त्यो केबल कारको डब्बा हिँड्ने तार छ नि, त्यो तारमा चाहिँ हिउँ जमेको छ अरे के साथीहरू। 6 बजे आएको कि। अनि त्यसपछि त लाइन बस्दा हामीले 2-3 घन्टासम्म लाइन बस्यौँ। अनि बल्ल यहाँदेखि हिउँ चल्न आँट्यो, सरी केबल कार चल्न आँट्यो। अनि त्यसपछि त अनि अब हामीले टिकट काटेर हामी हाम्रो केबल कारको वेटिङमा। अब एकछिन केबल कार गएको पनि हेर्दिउँ न त। हामी चाहिँ केबल कारबाट ओर्लिएर अब हिँड्न थाल्यौँ है त। यहाँ हेर्नुहोस् न साथीहरू, यो घाँसहरू सबै हिउँले जमेको छ। यस्तो पनि हुँदो रहेछ। यो चाहिँ मेन मन्दिरमा जाने बाटो। यस्तो हिउँ छ यहाँ। हामी त उक्लिनु पनि सकिरहेको छैन, किनभने सास फेर्न अलिक गाह्रो भइरहेको छ। फाइनल्ली हामी चाहिँ मन्दिर आइपुग्यौँ। माथि चाहिँ घरि घाम लाग्ने अनि घरि चाहिँ एकैचोटि हुस्सोहरू आउने भइराख्दो रहेछ कि। अब हामी चाहिँ यहाँ एकैछिन दर्शन गर्छौँ। अनि त्यसपछि त दर्शन गरेपछिको भ्युजहरू तपाईँलाई देखाउँछु है त। दर्शन गरेर सकिसकेपछि चाहिँ अब हामी फर्किनु भनेर आँटिसकेको थियो, तर यहाँदेखि एउटा थोरै डाँडामा चाहिँ हिउँ रहेछ। अनि त्यसपछि त्यहाँदेखि चाहिँ सबैजना हिउँ खेल्न भनेर जानुभएको थियो। अनि हामी पनि अलिअलि हिउँ खेलेर होटलतिर फर्क्यौँ। हामीले चाहिँ यहाँदेखि ब्रेकफास्ट गऱ्यौँ।
अब चाहिँ हामी घरतिर फर्किँदैछौँ। घरतिर फर्किँदाखेरि चाहिँ हामीले यो एकदम घाम लागेको भएर चाहिँ राम्रो भ्यू देख्न पायो। यहाँबाट देखेको कुटी भिलेज चाहिँ एकदमै राम्रो छ। अनि हिजो फर्किँदाखेरिको यो डाँडा चाहिँ हिउँले भरिएको थियो। अनि हामीले त्यहाँदेखि पनि थोरै भिडियो अनि फोटोहरू क्लिक गऱ्यौँ। त्यसपछि त हामी घर फर्क्यौँ। थ्याङ्क यू सो मच गाइज, मलाई यहाँसम्म हेरेर साथ दिनुभएकोमा। मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। तपाईँहरू पनि एकचोटि चाहिँ कालिम्पोङ जानै पर्ने हुन्छ गाइज, एकदमै राम्रो ठाउँ छ। म त घुमेर आइसकेँ, अब हजुरहरूको पालो। थ्याङ्क यू फर भिजिटिङ।